डकुमेन्ट ठीक हुँदा हुँदै पनि तपाईले क्लेम पाएन भने साथीहरु अब तपाई कहाँ जान सक्नुहुन्छ, के गर्नुहुन्छ र त्यसको उपायको लागि तपाईले यो भिडियो तपाईहरुले एकदम इम्पोर्टेन्ट छ, अन्तिमसम्म हेर्नु होला। नमस्कार साथीहरु, इन्स्योरेन्स नलेज आईके युट्युब च्यानलमा यहाँहरुलाई हार्दिक स्वागत गर्दै साथीहरु, आज म तपाईहरुलाई नेपाल सरकारको बीमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरण, यो प्राधिकरणको वेबसाइटमा गएर सम्पूर्ण जीवन बीमा कम्पनीहरु, निर्जीवन बीमा कम्पनीहरु, रिइन्स्योरेन्सहरु र माइक्रो इन्स्योरेन्सहरुको बारेमा डिटेल जानकारीहरु कसरी लिने भन्ने सम्बन्धमा छ। यो तपाईहरुलाई पनि एकदमै काम लाग्न सक्छ। तपाईको थुप्रै गुनासो र जवाफहरु यो नियामक निकायबाट पनि तपाईहरुले पाउन सक्नुहुन्छ र तपाईहरुलाई कुनै पनि किसिमको अप्ठ्यारोहरु पर्यो अथवा बीमा कम्पनीहरुले क्लेम दिएन, क्लेममा झन्झट बनायो अथवा विभिन्न किसिमको दाबी भुक्तानीमा सरल बनाएन र तपाईलाई चित्त नबुझेको कुरा चाहिँ यो बीमा प्राधिकरणमा गएर उजुरी गर्न पनि सकिन्छ। बीमा प्राधिकरण नेपाल सरकारको एउटा बीमा सम्बन्धी नियामक निकाय हो र यो नियामक निकायले अर्धन्यायिक काम पनि गर्दछ र सम्पूर्ण बीमा कम्पनीहरुलाई रेगुलेट गर्ने, निर्देशन दिने र यिनीहरुलाई सही ट्र्याकमा ल्याउने नियामक निकायको वेबसाइटमा हामीले के पाइन्छ र यो वेबसाइट कसरी चाहिँ हामीले हेर्ने र त्यहाँबाट आफूलाई चाहिने इन्फर्मेसन कसरी लिने भन्ने सम्बन्धमा यो भिडियो छ। र यदि तपाईलाई यो भिडियो मन परेमा कृपया तपाईहरुले लाइक, सब्स्क्राइब र कमेन्ट पनि गर्नुहोला। र साथीहरु, अब लागौ विषयवस्तुतिर। अब हामीले यहाँ बीमा प्राधिकरण, यहाँ मैले चाहिँ अलरेडी टाइप गरिसकेको छ बीमा प्राधिकरण भनेर, यहाँ चाहिँ क्लिक गर्ने बित्तिकै यहाँ बीमा नेपाल इन्स्योरेन्स अथोरिटी अथवा बीमा प्राधिकरण भनेर यो खालको एउटा इन्टरफेस खुलेको हुन्छ। यसमा तपाईले यो माथिल्लो नेपाल इन्स्योरेन्स अथोरिटीमा गयो भने इंग्लिशमा पाउनुहुन्छ भने, अनि तल नेपाल बीमा प्राधिकरणमा गयो भने यहाँ नेपालीमा यो वेबसाइट खोल्छ। अब हामी पहिला नेपालीमै खोलौं यो वेबसाइट। यो वेबसाइटमा यो खोल्ने बित्तिकै यो बीमा प्राधिकरणले विभिन्न कम्पनीहरुलाई अथवा नियामक निकायले सम्बन्धित कम्पनीहरुलाई विभिन्न किसिमको निर्देशन तथा पत्रचारहरु गर्नुपर्ने र अभिकर्ता बीमितकोहरुको सवालमा विभिन्न सूचनाहरु निकाल्ने काम गर्छ र यो सूचना चाहिँ तपाईले खोल्ने बित्तिकै यहाँ आउँछ। यसलाई अब तपाईले भ्यू अल गर्दा नि भयो र यसलाई क्लोज गर्दा पनि भयो। अब चाहिँ क्लोज गर्ने, क्लोज गरिसकेपछि यो अब बीमा प्राधिकरणको गृह पृष्ठ यसरी खोलिन्छ। अब यो खोलेपछि यो यहाँ भित्रको विभिन्न माथि हाम्रो बारेमा, बीमा कम्पनी प्राधिकरणको बारेमा कानुनी व्यवस्थाहरू, समाचार तथा घटनाहरू, तथ्याङ्क, प्रादेशिक कार्यालयहरू, अनलाइन नेपाल, यसरी चाहिँ विभिन्न इन्फर्मेसनहरू दिइरहेको हुन्छ माथिको मेनु बारमा। अब यहाँनिर यो गरिसकेपछि अब तपाईले यहाँबाट क्लिक गर्दा यहाँ खोल्दैन। अब हामीले यहाँबाट पनि जान सकिन्छ। यहाँ तीनटा धर्छौं, यहाँ हेर्नुहोस्, यहाँ तीनटा धर्छौं। यहाँ तीनटा धर्छौं भएको ठाउँमा तपाईले क्लिक गर्ने बित्तिकै यहाँ खोल्न सकिन्छ यसको। यहाँबाट हामी यो गृह पृष्ठमा अलरेडी हामी गृह पृष्ठमै छौं। अब हाम्रो बारेमा भने हामी क्लिक गर्यो भने यहाँ खोल्छ। यहाँ चाहिँ खोलेन साथीहरु। अब यहाँ हामी इंग्लिशमा जाउँ है त, इंग्लिशपट्टि। यहाँ किन खोलेन, खोल्नु पर्ने हो। नेपाल इन्स्योरेन्स अथोरिटी, यहाँ पनि त्यस्तै गरी खोल्छ, अघि जस्तै गरी। अब यहाँ चाहिँ अब यहाँ जाउँ। ओके, यहाँ चाहिँ होम पेज गृह पृष्ठ भनेको अघिको यही हो र एबाउट अस हाम्रो बारेमा, लज एन्ड लेजिस्लेसन भनेको ऐन नियम कानुनहरू र नियमावलीहरू, न्यूज एन्ड इभेन्ट्स भइहाल्यो। स्ट्याटिस्टिक्स तपाईले
तथ्याङ्क यो के तपाईले हेर्ने त्यहाँ छ। जस्तै स्ट्याटिस्टिक्सको बारेमा तपाईले यहाँ तथ्याङ्कहरू तपाईले के लिनु पर्यो, विभिन्न कम्पनीहरुको तथ्याङ्क लिनु पर्यो भने यहाँ क्लिक गर्नुभयो यसरी खोल्छ। यहाँ इन्स्योरेन्स इन्डस्ट्री एट अ ग्लान्स, मन्थली इन्स्योरेन्स बिजनेस, मासिक रूपमा कति भयो विभिन्न कम्पनीहरुको, क्वार्टरली फाइनान्शियल स्टेटमेन्ट इन्स्योरर्स अफ इन्स्योरर्स, अनि क्वार्टरली इन्भेस्टमेन्ट डिटेल्स अफ इन्स्योरर्स, क्वार्टरली इन्स्योरेन्स बिजनेस, एग्रिकल्चर इन्स्योरेन्स डिटेल्स, बोनस रेट डिटेल्स टेबल्स हैन। तपाईले कुनै तपाईलाई चाहेको मध्ये कुनै एउटामा क्लिक गरेर तपाई यसरी जानु। ल बोनस नै हेरौँ। तपाईहरुको लागि धेरै जसो बोनस नै चाहिने हो हाम्रो बिमेदहरुको लागि। यहाँ बोनस रेट 2079-80 को छ, अनि 78-79 र 79-80 सम्मको बोनसहरु कम्पनीले डिक्लेयर गरेको छ। अब त्यसलाई तपाईले यहाँबाट डाउनलोड गर्न सकिन्छ। यो डाउनलोड पीडीएफ भनेर आएको छ। अब त्यो डाउनलोड गर्नुभयो तपाईले यो प्रकारको इन्टरफेस खुल्छ र तपाईले यहाँ विभिन्न कम्पनीहरुको बोनस रेट चाहिँ तपाईले यहाँबाट यसरी पाउन सक्नुहुन्छ। यहाँ एशियन लाइफको छ, आइएमबी लाइफको छ, सन नेपाल लाइफको छ, अनि रिलायबल नेपाल लाइफ इन्स्योरेन्स छ हैन। यसैगरी सिटिजन लाइफ इन्स्योरेन्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स, यो हाम्रै कम्पनी हो सूर्यज्योति लाइफ इन्स्योरेन्स है। यसैगरी विभिन्न अरु कम्पनीहरुको यहाँ अहिलेसम्म सूर्यज्योति लाइफ इन्स्योरेन्सबाट अरु कम्पनीहरुले यो डिटेल दिएको छैन। हेर्नुस् है, तपाईले यसरी यसलाई चाहेमा तपाईले प्रिन्ट पनि गर्न सक्नुहुन्छ। यहाँबाट डाउनलोड गरेर प्रिन्ट पनि गर्न सक्नुहुन्छ, तपाईको कम्प्युटरमा पनि राख्न सक्नुहुन्छ है। अब लागौं त्यसैगरी अब तपाईले कसरी प्रोभिन्स अफिसको बारेमा, ई सर्भिस बारेमा, करियरको बारेमा और पब्लिक बीमा प्राधिकरणले निकाले विभिन्न पुस्तकहरु, सामग्रीहरु बीमा सम्बन्धी, अनि इन्स्योरेन्स लिटरेसी, कन्ट्याक्ट, वेबसाइट, ओल्ड वेबसाइट, पुरानो वेबसाइटहरु लगायत सबै कुराहरु चाहिँ तपाईले यहाँबाट हेर्न सक्नुहुन्छ साथीहरु है। साथीहरु अब यही तरिकाले तपाईले चेक गर्न सक्नुहुन्छ। अनि तपाईले यहाँ चाहिँ तल यहाँ कन्ट्याक्ट नम्बर पनि छ, तपाईले त्यो सम्पर्क पनि गर्न सक्नुहुन्छ। र त्यसैगरी अब तपाईले अर्को चाहिँ यहाँ बीमा प्राधिकरणको बोर्ड मेम्बर्स अध्यक्षदेखि लिएर भर्खर नियुक्ति हुनुभएको शरद ओझा भन्ने चेयरम्यान, अनि यहाँ एक्जिक्युटिभ डाइरेक्टर कार्यकारी निर्देशक यहाँ आउन बाँकी छ। यसैगरी विभिन्न बोर्डका मेम्बर्सहरु यहाँ चाहिँ राखेको छ। ग्रिभेन्स ह्यान्डलिङ ओभर अफिसर भनेको छ यहाँ विरोध भट्ट भनेको छ। उहाँलाई चाहिँ तपाईको गुनासोहरु उहाँहरु दुई जनालाई राख्न सक्नुहुन्छ। जस्तै विरोध भट्ट अनि रञ्जिता केसी असिस्टेन्ट ग्रिभेन्स ह्यान्डलिङ अफिसर, उहाँ दुई जनालाई तपाईले तपाईको गुनासो र उजुरीहरु तपाईले राख्न सक्नुहुन्छ। साथसाथै तपाईले अब यहाँ विभिन्न किसिमको अन्य इन्फर्मेसनहरु पनि लिन सक्नुहुन्छ। र तपाईले तपाईको गुनासोहरु इमेल मार्फत पनि गर्न सक्नुहुन्छ, तपाईले फोनबाट पनि गर्न सक्नुहुन्छ। त्यसैले साथीहरु तपाईहरुलाई सजिलो होस् भनेर मैले यो बीमा प्राधिकरणको वेबसाइटको बारेमा आज तपाईहरुलाई जानकारी दिए। मलाई लाग्छ तपाईहरुलाई यो भिडियो मन पर्छ भन्ने विश्वासका साथ म बिदा हुन चाहन्छु। हस्, धन्यवाद।